तो हेलो गाइस वेलकम टु माय न्यू ब्लॉग। तो आज चाहिँ हामी जानेवाला छौँ त्रिखण्डी हैन। यो मेरो बहिनी हो हैन, यो चाहिँ नाचिरा चाहिँ उताबाट दिदीहरु आइराछन् हैन। हामी फुपू दिदी काठमाडौँ आएको फुपू दिदी र अनि के रे मेरो दिदी यसको दिदी आइराछन् हैन। अनि के रे पुतली गयो पुतली डराउँछ यो कहीँ न मकि छैन गयो के रे। अनि हामी ठुलबाबा यो मेरो बहिनीको बाबाको ठुलबाबा है के रे कहाँ के चितवनबाट आएको अटो लिएर हैन, अटो लिएर आएको हो आइराछ मेरो दिदी उता यो बहिनीको दिदी फुपू दिदी आफै अर्को फुपू दिदी उताबाट आइराछ। छिरा आउन उता जर्नी उताबाट आइजा उता हामी उताबाट आएको। अहिले हामी भाइटिका लगाएर हिँड्न जान छौँ हैन। पुरै नआउने यो त्रिखण्डी गएर यो गाई पुतली ल म हे मेरो लुकी छ ल छोड त जादैन गाइस यता राख्नु पर्यो के गाइस अहिले जानु हेर्नु ना 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 दिस मस्ट बी द रिच गाडी गाइस बाबा 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 गाइस एक मिनेट छिटो आउन ओइ छिटो आउन ओइ अरे गाइस मैं दिदी आइसक्यो हाय हाय हैन यहाँ बसेर भिडियो बनाइरहेछ उ त के ओइ के हो रेस जसले त के गर भ्याउला फोटो खिच्छु थु यो ब्याग त सारा कहाँ बैठा उताबाट चाहिँ ठुलबाबा र आमा आइरहेछ नहुन गइरा हो हैन गाइस। हामी चाहिँ यहाँ आइसकेछौँ हामी त नाच्नु पर्छ हामी यहाँ त्रिखण्डी गयो भने नआउने हो भाइ अहिले पछि भ्लग बनाउन हैन। यो सबैजना आइसि अटोमा चढेपछि भ्लग बनाउँछु हैन म लगाइ मेरो ठुलबाबा चाहिँ आइसके हैन यहाँ हिरो बनेर आछ नि यो हेर्न यो ब्याग बोक्दै आछ हाइ गर्नु ठुलबाबा गयो हेर्न यिनीहरू फोटो नखिच्नु पर्यो फोटो खिचे सबैजना हाई गरिदिनु एकचोटि आमा हाई गरिदिनु त ल सबै आइसक्यो हैन हाम्रो सबै आइसक्यो अटो स्टार्ट भइसक्यो फर्काउनु त छुट्टा यसरी हाई गर्नु त हाई गर्दै हेर्न आइफोन देखाउँछ यो फुपू दिदीको आइफोन लिएर हिँड्न चाहिँ पुरा अटै बसिरहेछ हैन अटै बसिरहेछ गाइस हामी हिँडिसक्यो हैन हामी हिँडिसक्यो बाबुले हालिदिन्छ नि युट्युबतिर तपाईँलाई मेरो आइफोनमा 3 मिनटको अहिले भइसक्यो अब त्रिखण्डी पुग्न लागेपछि के अरे भ्लग स्टार्ट गरौँ ल गाइस हामी आइसक्यो हैन किन धमी लाग्यो यो गाइस हामी त पुलमा आइसकेको थियो पुलको मिसै गरिसक्यो कहाँ ब्याएर गयो छुट्यो आर्मी हिँड्न बाहिर त ब्याग आउँदैछ उता हैन यो जङ्गल आर्मी ब्यारिक त्यहाँ भाइ मैले आर्मी ब्यारिकमा उ देखेको नि ट्याङ्क देखेको नि अस्ति नआउँदाखेरि ट्याङ्क के उसले ट्याङ्क के ठुलामा ट्याङ्क छ मिसाइल थाहा यो ट्याङ्क थियो माथि हो कि मुनि थियो आर्मी पनि ठाउँ गाइस गाइस हेर्नु आर्मी बस्ने ठाउँ आर्मी ब्यारिक ए उता होइन एउटा ट्याङ्क बस्छ ट्याङ्क हटाउ ट्याङ्क थियो अस्ति न कहाँ गयो रात पर्छ ट्याङ्क रहेछ ट्याङ्क हो क्या त्यो जाने
त उति कलसोर देखाउनु पर्ने आर्मीको पैसा असली ट्याङ्क देखिस् मैले अस्ति पनि देखाएको थिएँ के ट्याङ भने त्यो पानी त्यो पानी त्यो ऊ त्यहाँ पनि छ ऊ त्यो पानी ऊ सँग ऊ हुन्छ कि जग्गामा के रे आदमीसँग दिएर गयो मोबाइल के होला सिद्धि दाइले उत्तिर पनि बुझी गरौँला गाई यहाँ त यस्तो झर्ना छ कि हट्नु हट्नु नजाऊ बाबु नजा भने गाई गाइस मेरोले खिच्दिन एउटा कस्तो झर्ला त्यो मैले थियो है गाउँ रहेछ पारिपट्टि अनि ए मेरो कपाल त पुरै बेबी झर हो हटे बेबी लडी झर्छ क्या मोबाइल फेरि आमा बबी भयो नि हेर्नु त गाइस म डोलाइरहेको गाइस के गर्नु जाऊ बाबुबाट जाऊ यसपछि मेरो ठाउँ है गाइस हेर्न के खतरनाक के भनिरहेको छु तैँले मेरो ठाउँ गाइस चाहिँ गइरहेको छु ए बाबु नजाऊ मेरो पानी गयो गाउँको रहेछ भाइ पानी त आमा हेर्नु त के हो त्यो माथि कुन ऊ यो माथि यो सिमेन्ट फ्याक्ट्रीको ऊ यो माथि त्यो ढुङ्गा हो कि ढुङ्गा के भएको ऊ चाहिँ घर जस्तो हो नि त्यो ढुङ्गा थियो ढुङ्गा नहालिन गाइस यहाँ के डलाइरहेछ आमा हाम्रो आमा है हाई गर्नु गाइस भनिदिनु हाई गाइस गाइस कस्तो डलाइरहेको छ भने कस्तो जाडो भयो हाम्रो जग्गा भने किन त बच्चुले त मुवा झर्लाएर त मगा देखाएछ नि यहाँ बसेर कति रहेछ बाँदरले त खोइ नहल्ला यो यहाँ यस्तो हाल्नुहोस् यसलाई हल्लाएर लड्यो त्यो गाई दिन ढोकालाई लगाइ त यति पनि होइन बाबु डराउँछ के हामी आइसक्यो होइन हामी आइसक्यो हामीलाई गइरहेको छ यहाँ यस्तो बाटो बाटो गइरहेको छ जगमग गर्न ब्रेक लगाएर सक्नु त खिचेर खिचेर हामी आइसक्यो चप्पलै होइन बस्ने ठाउँ रहेछ यार 13 बजे त ऊ हो
हजुर हामी वाटरफल आउँदै छौँ अटो लान्छ नि त्यो अटो तान्दैन त्यो हामी नतान्ने त्यो हिँड्छ नि त हामी हिँड्छौँ नि त त्यो पनि तान्दैन थियो छिटो आउनु तपाईँ त्यसको खुट्टा अनि ओ लड्छ है बहिनी फेरि बे कसलाई हे फेरि हाम्रो आमाको फेरि घुँडा खिया त्यो भएर हिँड्न सक्दैन छैन म दौड्न पाउँदैन हजुर ल बिस्तारै जान एकछिन टिक्नु है त्यहाँ तिनीहरू दुइटा तिनले ताना खुट्टा दुखेर हिँड्नै सकिनँ म कस्तो जाडो यहाँ त है आउँदैछ त मैले बोकेको छैन मोबाइल छ मेरो झर्ना रे यो पो झर्ना भने म त आउँदैन यस्तो जानु झर्ना भन्दा त तिरहान्डीकै राम्रो भयो के भन्दा त तिरहान्डीकै राम्रो भयो जेप्पै त्यही झर्ना यो गाइस हामी आइसक्यो होइन आमा लाउँदा खिच्दिनु त्यो मान्छेहरूलाई नि खिच्ने अरे अनि बाबु बनाइरह हो यहाँ बनाइरह हो यस्तो समाउँदा यसरी के हट्नु यसरी 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 देखाउनु है यस्तो समाउँदा यसरी यो यसरी नाङ्गे नाङ्गे नुहाछन् तिनीहरू के हेरेको त मान्छे नुहाएको आलु हेरे ल बाबु रोक एकछिन अहिले त्यहाँ खेल्यो भने मात्रै गर्नु ल एकछिन रोक्छौँ है त